हेलो एभ्रीवन, वेलकम ब्याक टु युट्युब च्यानल। आज चाहिँ म धेरै पछाडि भिडियो लिएर हजुरहरूको सामने उपस्थित भइसकेको छु। कतिजनाले लाइक कमेन्ट सब्स्क्राइब गर्नुभएको छैन भने गरिदिनु होला साथीहरू। आज चाहिँ हामी घुम्नको लागि बाहिर निक्लेको थियौँ, त्यही भएर हामी चाहिँ आज घुमेर पनि सकेर पनि हामी फेरि यहाँ होटलमा आइसक्यौँ, सोल्टी होटलमा। अनि हामी चाहिँ अब के कस्तो हुन्छ हजुरहरूलाई देखाउने नै छु। हामी चाहिँ के खाने भनेर सबैजनाले चुज गर्दै थियौँ साथीहरू। अनि अब के माग्छौँ, के अर्डर गर्छौँ हेर्दै गर्नुलाई देखाउने नै छु साथीहरू। अनि सोल्टी होटलको बाहिर चाहिँ यस्तो छ, यहाँदेखि ठ्याक्कै उँभोपट्टि छ सोल्टी होटल चाहिँ। नि हामीले उकाएर खाइरहेको थियौँ चिसो चिसो। यसको नाम चाहिँ भन्न आएन मलाई। अनि उकाको गन्धले चाहिँ मेरो अनुहारमा एकदम कस्तो देखाइरहेको थियो नि त गन्ध स्मेलले। अनि त्यही भएर अनि जिस्काइराख्नु भएको थियो कि दाइ दिदीहरूले। अनि मैले पनि जिस्काइराखेको थिएँ। अनि सबैजना हाँसिराख्नु भएको थियो क्या, भाइ र बहिनी चाहिँ सर्किनु पो। अनि मेरो बुढो चाहिँ डान्स गर्ने अरे कि, अब डान्स गर्ने भन्दै डान्स गरेको देखाउन भन्दै हुन्छ नि देखाएँ। अनि ठ्याक्कै हाम्रो नाङ्लो सेट पनि रेडी भइसकेको छ। हामी माथि स्टेपतिर चढ्यौँ साथीहरू। अब देखाउने नै छ हजुरहरूलाई नाङ्लो सेट चाहिँ म देखाउने नै छु। अब नाङ्लो सेट हाम्रो रेडी भइसक्यो। हामीले नाङ्लो सेट हाम्रो लागि ल्याइ पनि सक्नु भएछ। अब नाङ्लो सेट चाहिँ हामीले सोचेको भन्दा धेरै राम्रो भयो र सबैजनाले भिडियो लिइराख्नु भएको छ, दिदी बहिनीहरूले। अनि अब सबैजनाले भिडियो लिइराख्नु भएको छ। मैले पनि भिडियो थोरै लिएको। मेरो मोबाइलमा चार्ज थिएन साथीहरू। मेरो मोबाइलमा चाहिँ चार्ज सकिहाल्यो नि त, त्यही भएर मेरो चार्जर पनि त्यही बेला बिग्रेको थियो। अनि त्यही भएर थोरै मात्रै भिडियो लिन पाएँ साथीहरू। त्यसको लागि एकदम धेरै सरी भन्न चाहन्छु म। अनि अब हामी चाहिँ सबैजना बसिरहेको छौँ। अब कहाँबाट सुरु गरौँ भन्दै हुनुहुन्छ दाइ दिदीहरूले। अनि अब कहाँबाट सुरु गर्छौँ हेर्दै गर्नु होला साथीहरू। नाङ्लो सेट चाहिँ एकदम मलाई चाहिँ मन पर्यो। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नु होला साथीहरू। हामीले चाहिँ कहाँबाट सुरु गऱ्यौँ भनेर चाहिँ त्यो देखाउन पाइनँ साथीहरू, मोबाइलमा चार्ज थिएन, त्यसको लागि सरी। अनि हामीले चाहिँ खाएर यति भइसकेको छौँ साथीहरू। अनि अब हामी चाहिँ अगाएर सबैजना अगाएर यति उब्रिएको छ। अब के गर्नु भन्दै हुनुहुन्छ सबैजनाले। अब के गर्नु त, खानै पर्यो, पैसा परेको छ भन्दै हुनुहुन्छ सबैजनाले। अनि अब हामी खाइसकेर जान्छौँ। अनि दाइले चाहिँ बाहिर मान्छेले पाएको भए खान्थ्यो दाइ भनेको मैले। हो त भन्दै हुनुहुन्छ दाइले चाहिँ। मैले देखाइरहेको छु यहाँ पनि। अनि हुनु नि हो यत्रो धेरै पैसा लागेको, यति धेरै उब्रियो। अब यो चाहिँ खाइसकेर नै जाने भयो साथीहरू सबैजनाले। यत्रो धेरै चाउमिन पनि उब्रिरहेको छ। त्यहाँ नाङ्लो सेट पनि अब हामी गीत गाउने अरे, गीत गाउनको लागि रेडी हुँदैछ मेरो बहिनी। अनि त्यही भएर अब गीत गाउँछ, नाच्छ, यता केही गर्नुहुन्छ होला। अनि फेरि खटिसकेपछि फेरि खाएर जाने हो। अनि अब दाइले चाहिँ बनाइदिँदै हुनुहुन्छ माइक। अनि अब हामी चाहिँ फेरि खाना सुरु गऱ्यौँ साथीहरू, नाचेर गाएर पनि हामीले। अनि यहाँ दिदीले चाहिँ सुनको चम्चा हेर न बहिनी भनेर देखाउँदै हुनुहुन्छ। अनि अब फेरि हामीले माथि गएर नाच्यौँ। अनि गायौँ पनि, बहिनीले गाउनु पनि भयो, नाच्यौँ पनि। अनि हामी चाहिँ त्यो नाचेको गाएको भिडियो चाहिँ ल्याउन पाइनँ साथीहरू, किनकि अब मैले मोबाइलमा चार्जै थोरै मात्रै थियो, अलिअलि मात्रै गरेँ। अनि यहाँ मलाई चाहिँ जिस्काउँदै हुनुहुन्छ, आमा अघि फ्याँकेको चाउमिन अहिले फेरि खाने भनेर जिस्काउँदै हुनुहुन्छ। अब हामी चाहिँ रुमतिर फर्किसक्यौँ साथीहरू। अब मोबाइलमा चार्जै थिएन भिडियो ल्याउनको लागि। फेरि यतिखेरै चार्ज सकेकै गरेर कस्तो तनाव भएको के। अनि अब हामी चाहिँ रुमतिर जाँदैछौँ साथीहरू। एकैचोटि रुममा गएर अब फोन चार्ज लगाउँछु। सबैजनाले भिडियो बनाउँदै हिँड्नुहुन्छ। अब म पनि थोरै भिडियो गर्दै हिँड्दैछु साथीहरू। ओके, बाई बाई गाइज।